लाई सङ्गठित संस्थाको अर्को सेटमा अब भने हाम्रो इक्जाम आउन एकदमै थोर दिन भएका कारणले गर्दाखेरि यी दिनहरूमा हामीले एकदमै मेहनत साथ पढ्नुपर्छ। आजको यस सेटमा प्रत्येक टपिकबाट जतिवटा क्वेसन आउँछ भनेको छ त्यतिवटै क्वेसन लिएर आइएको छ र सो यो सिलेबसलाई कभर गरेर बनाएको हुनाले यो अन्त्यसम्म हेरिदिनुहुन्छ भन्ने मेरो आशा रहेको छ। र अब ढिला नगरिकन आजको सेट सुरु गरौँ। अबको दिन 18 दिनमा इक्जाम आउने भएका कारणले गर्दाखेरि एकदमै मेहनत गरेर पढ्नु होला। अब यो सेटहरू चाहिँ तपाईँले फिडब्याक सोसल मिडियामा हेरेर भन्दा पनि युट्युबमा लिनुभयो भने तपाईँले अरू अप्सनको बारेमा पनि जान्नुहुन्छ। अब त्यहाँ सोसल मिडिया फेसबुकहरूमा त एन्सर पढ्नुहुन्छ नि, तर अरू अप्सनको बारेमा पनि तपाईँलाई जानकारी पाउन मन छ भने चाहिँ यस च्यानललाई हेर्नुहोस्। अब यहाँ हेर्नु है, तल दिएको हिमालहरूलाई उचाइको आधारमा घट्दो क्रममा मिलाएर राख्नुहोस् भनेको छ। अब घट्दो क्रममा मिलाएर राख्नु पर्यो। अब दिएको मध्ये चाहिँ मनास्लु यहाँ सबैभन्दा अग्लो हो, त्यही भएर अब घट्दो क्रममा राख्दा यो सबैभन्दा माथि हुने हो। मनास्लु भनेको 8163 मिटर उचाइको हो। यो अब 8000 मिटर भन्दा माथिल्लो हिमालमा पर्छ। अनि मनास्लु पछि अब घटेर हेर्ने हो भने चाहिँ हाम्रो नुप्से हो, किनभने यो नुप्से हिमालको हाम्रो उचाइ भनेको चाहिँ 7861 मिटर रहेको छ। यो चाहिँ महालङ्गुर श्रेणीमै पर्छ, महालङ्गुर हिमश्रृङ्खलामा। अनि त्यसपछि गणेश हो, गणेशको उचाइ भनेको चाहिँ 7422 मिटरको रहेको छ। 7422 गणेशको, त्यही भएर यो दुईमा हुने भयो। अनि सबैभन्दा सानो भनेको यहाँनिर भनेको माछापुच्छ्रे हो। माछापुच्छ्रेको चाहिँ 6993 वा अब अन्य बुकहरूमा 93 कै नजिक पनि हुन्छ, तर मेन भनेको चाहिँ 6993 मिटरको चाहिँ रहेको छ। त्यसकारण सबैभन्दा अग्लो भनेको हाम्रो यहाँनिर मनास्लु, त्यसपछि नुप्से, त्यसपछि गणेश अनि माछापुच्छ्रे, त्यही भएर अप्सन डी हो। अब दोस्रो प्रश्नमा भारत र चीन दुवै प्रदेशसँग सिमाना नजोडेका नेपालका प्रदेश कतिवटा रहेका छन् भन्छ। अब प्रत्येक कुनै न कुनै प्रदेशले चाहिँ कि त भारतलाई छोएको हुन्छ, कुनैले अब चीनलाई छोएको हुन्छ। अब यहाँनिर चाहिँ हामीलाई नछुने, दुवै देशलाई नछुने प्रदेश कतिवटा भनेको छ, त्यो भनेको चाहिँ 0 हो। अब 4वटा प्रदेशले भनेको चाहिँ दुइटैलाई छोएको छ। अनि त्यसपछि हाम्रो प्रदेश नम्बर 6 अर्थात् कर्णालीले चाहिँ चीनलाई मात्रै छोएको छ। अनि जस्तै मधेस र लुम्बिनीले भनेको चाहिँ भारतलाई मात्रै छोएको छ। अनि यो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले चाहिँ चीन र भारत दुइटैलाई छोएको छ। अब यसलाई सजिलोसँग याद गर्ने भनेको चाहिँ 1347 अर्थात् कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले चाहिँ भारत र चीन दुइटैलाई छोएको छ। चीनलाई मात्रै छुने भन्यो भने प्रदेश 6 अर्थात् कर्णाली प्रदेश हो। अनि त्यसपछि भारतलाई मात्रै छुने भन्यो भने चाहिँ 2 र 5 हाम्रो मधेस र लुम्बिनी प्रदेश हो। अब यहाँनिर दुवै देशसँग सिमाना नजोडिएका भनेपछि 0 हो, त्यही भएर यहाँनिर एन्सर भनेको माथिको कुनै पनि होइन भयो। अब यहाँनिर हेर्नुहोस्, 3 नम्बरमा जोडा मिलाउनु भनेको छ। अब एडम्स पिक भन्यो भने हाम्रो यो श्रीलङ्कामा रहेको छ। जापानको पवित्र पहाड यो भनेको माउन्ट फुजी हो। माउन्ट फुजी चाहिँ सबैभन्दा धेरै फोटो खिचेको पहाड पनि हो। र यो भनेको चाहिँ के माथि छ भन्दाखेरि ज्वालामुखी माथि हिउँ झरेर बनेको पर्वत हो, हिमाल नै भन्ने गरिन्छ। अनि त्यस्तै यहाँनिर हिन्दू ऋषि मुनिहरूको वासस्थान भएको पर्वत भन्छ। यो भनेको चाहिँ विद्याञ्चल हो। र हिन्दू देवदेवताको वासस्थान भएको पर्वत भन्यो भने चाहिँ सुमेरु। अब हिन्दूको ऋषिमुनि भन्यो भने विद्याञ्चल, देवी देवताको वासस्थान भन्यो भने चाहिँ हाम्रो कुन हो भन्दाखेरि सुमेरु हो। अब यसमा हेर्नु है, A2 अनि त्यसपछि B3 C4 र D1 भएको अप्सन सी रहेको छ, यो कुरा जान्नुहोस्। अनि त्यसपछि यहाँ अब जैविक विविधताको परिभाषा दिएको छ र यो जैविक विविधता कुन चाहिँ परिभाषामा, कुन चाहिँ एनमा उल्लेख गरिए बमोजिम परिभाषित गरेको छ त्यो पत्ता लगाउनु भनेको छ। जैविक विविधता भन्नाले पारिस्थितिक प्रणालीको विविधता, जातीय स्वजातीय विविधता तथा वंशानुगत विविधता समेतलाई जनाउँछ। यो भनेको चाहिँ हाम्रो वातावरण संरक्षण 2053 मा परिभाषित गरेको छ। पारिस्थितिक प्रणालीको विविधता, जातीय स्वजातीय तथा वंशानुगत विविधतालाई भनेर, त्यही भएर यसको एन्सर वातावरण संरक्षण 2053 हो। अब जैविक विविधता महासन्धि 1952 मा भनेको छ। यो पृथ्वी शिखर सम्मेलन भनेको चाहिँ ब्राजिलको रियो द जेनेरोमा भएको थियो। दोस्रो जैविक विविधता सम्बन्धी सम्मेलन पनि भन्छ यसलाई, रियो द जेनेरोमा भएको, यो कुरा जान्नु। यो यसले चाहिँ पृथ्वी सम्बन्धी नीतिहरू बनाएर यसलाई पृथ्वी शिखर सम्मेलन भनिएको। यो जैविक विविधता महासन्धि 1952 भनेकै पृथ्वी शिखर सम्मेलन हो। यो ब्राजिलको रियो द जेनेरोमा चाहिँ यिनीहरूले के सम्बन्धी गरेको थियो भन्दाखेरि जैविक विविधता सम्बन्धी नै गरेको थिए। यसलाई चाहिँ पृथ्वी शिखर सम्मेलन पनि भनिन्छ। अब 5औं नम्बरमा रामसार सूचीमा सूचीकृत भएको मितिको आधारमा नेपालका सिमसार क्षेत्रलाई पहिलोपल्ट पछिल्लो क्रममा
राख्दा सही विकल्प कुन हुन्छ भनेको छ। अब नेपालबाट 10वटा सिमसार क्षेत्रहरू सूचीकृत रहेका छन्। जस्तै अब सबैभन्दा सुरुमा भनेको कोशी टापु क्षेत्र सूचीकृत भएको, यो चाहिँ नेपालले डिसेम्बर 17 1987 1987 डिसेम्बर 17मा यसमा समावेश हुनको लागि खोजेको हो। तर अफिसियली रूपमा चाहिँ नेपाल 1988 अप्रिल 17मा रामसारमा साइन गरेको। नेपालले आवेदन चाहिँ 1987 डिसेम्बर 17मा दिएको, 1987 डिसेम्बर 17। त्यसको ठ्याक्कै 4 महिनापछि चाहिँ नेपालले साइन हानेको रामसार सूचीमा अप्रिल 17 1988मा। अप्रिल 17 1988मा चाहिँ नेपालले रामसार सूचीमा सिग्नेचर हानेको। अनि त्यतिखेर अब सदस्य राष्ट्र बन्यो भनौँ। अब सबैभन्दा सुरुमा भनेको चाहिँ कोशी टापु त्यहाँनिर सूचीकृत भएको थियो, त्यही भएर फो अगाडि हुन्छ। कोशी टापुपछि यहाँ दिएको अप्सनमध्ये चाहिँ हाम्रो घोडाघोडी ताल कैलालीमा रहेको छ, अनि त्यसपछि फोक्सुन्डो ताल यो डोल्पामा रहेको, अनि त्यसपछि लास्टमा भनेको चाहिँ यो इलाममा रहेको माइपोखरी। हो 1 2 3 हुन्छ। अब यो रामसार सूचीमा चाहिँ 10वटा सिमसार क्षेत्रहरू सूचीकृत रहेका छन्। अब यसमा भनेको चाहिँ जस्तै गोकियो ताल र यसका आसपासका क्षेत्रहरू भन्छ, कोशी टापु र यसका आसपासका क्षेत्रहरू भन्नाले त्यहाँनिर अब सिमसार क्षेत्रहरू सबै भएका। सिमसार क्षेत्र भनेको त वर्षैभरि पानी जम्ने क्षेत्र हो नि त, त्यहाँनिर एउटा मात्रै ताल हुँदैन नि त, त्यसरी 10वटा क्षेत्र भनेको छ क्या। जस्तै एउटा क्षेत्र अन्तर्गत 20,000 ताल र यसका आसपासका तालहरू भन्छ। यसरी 10वटा सिमसार क्षेत्रलाई चाहिँ सूचीकृत गरिएको छ। अब 6 नम्बरमा हामीलाई ओल्ड हिस्ट्रीबाट क्वेसन सोधेको छ। अब अब्राहम लिङ्कनको हत्या भनेको चाहिँ हाम्रो कहिले भएको थियो भन्दाखेरि 1865मा भएको थियो। जोन विल्क्सले गरेका थिए। अनि दास प्रथा उन्मूलन, अमेरिकामा दास प्रथा उन्मूलन यो चाहिँ अब्राहम लिङ्कनले नै गरेको। जब उनको हत्या भयो त्योभन्दा 2 वर्ष अगाडि मात्रै उनले के गरेको थिए भन्दाखेरि दास प्रथा उन्मूलन गरेको थिए अमेरिकामा 1863मा। नेपोलियन बोनापार्ट फ्रान्सका सम्राट कहिले भए भन्दाखेरि 1804मा नेपोलियन बोनापार्ट फ्रान्सका सम्राट भए। विश्वको सबैभन्दा कम उमेरका सेनापति भनिन्छ नेपोलियन बोनापार्टलाई। उनले भनेको अन्तिममा गएर वाटरलूका युद्ध हारे। अब कुन युद्ध हारेर उनको शक्ति गुम्यो भन्दाखेरि वाटरलूको युद्ध। अनि त्यसपछि भारतमा सैनिक विद्रोह भनेको छ। भारतमा सैनिक विद्रोह भनेको 1857मा भएको। तपाईँले मङ्गल पाण्डे भन्ने फिल्म हेर्नुभएको छ भने सैनिक विद्रोह बुझ्नुहुन्छ। अब भारतीय व्यक्तिहरू अङ्ग्रेजकै सैनिकमा काम गर्थे, तर अङ्ग्रेजले उनीहरूको मान्छेलाई मारिसकेपछि उनीहरूले विद्रोह गरेका थिए, सैनिक विद्रोह। अब यही विद्रोहलाई दबाउनको लागि चाहिँ जङ्गबहादुरले नेपालबाट फौज पठाइदिएको हुने गर्दा अङ्ग्रेज र राणाहरूको चाहिँ राम्रो सम्बन्ध हुन गएको थियो। अब 7 नम्बरमा मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्छ भनेको छ। मल्लकालमा प्रधानमन्त्रीलाई भनेको चौतारा हो। यो अब जुन अमात्य भन्ने छ, यो अमात्य भनेको चाहिँ लिच्छवी कालको मन्त्री स्तरीयको अधिकारीलाई लिच्छवी कालमा अमात्य भनिन्थ्यो। अनि सामन्त भनेको नि लिच्छवी कालको, त्यसमा चाहिँ प्रशासकलाई सामन्त भनिन्थ्यो। अब जस्तै यहाँ हेर्नु है, लिच्छवी कालमा बलाध्यक्ष भनेको सेनापति भने महाबलाध्यक्ष भनेको प्रधान सेनापति हो क्या। बलाध्यक्ष भनेको सेनापति भने महाबलाध्यक्ष भनेको प्रधान सेनापति। त्यस्तै सर्वदण्ड नायक भन्यो भने न्यायाधीश हो भने महासर्वदण्ड नायक भनेको चाहिँ प्रधान न्यायाधीश हो लिच्छवी कालमा। तपाईँले यस्तो कुराहरू चाहिँ अब ट्रिक बनाएर पढ्न सक्नुहुन्छ। अनि त्यसपछि 8 नम्बरमा हामीलाई के सोधेको छ भन्दाखेरि यो भनाइहरू विचार गर्नु अनि अब सही हो कि गलत। सान्थ्री भनेर प्रचण्डदेवलाई चिनिन्छ, यो चाहिँ सही रहेको छ। पशुपतिनाथको निर्माण पनि प्रचण्डदेवले गरेको थिए, उनलाई चाहिँ सान्थ्री भनेर चिनिन्छ। अनि अर्को छ तमाकुमा विष मिलाई षड्यन्त्रपूर्वक मारिने राजा योगनरेन्द्र मल्ल हो, यो चाहिँ ठिक रहेको छ। अब योगनरेन्द्र मल्ल तमाकुमा विष मिलाई मारिएका थिए, उनको मृत्युमा 31जना रानीहरू सती गएका थिए भनेर भनिन्छ। अनि त्यसपछि योगनरेन्द्र मल्ललाई चाहिँ हालसम्म जीवित राजा भनिन्छ। उनले चाहिँ उनको मूर्तिमा रहेको चरा जबसम्म उड्दैन तबसम्म मलाई जीवित मान्नु भन्नेको कारणले गर्दाखेरि उनलाई अहिलेसम्म जीवित मान्ने गरिन्छ। अब 9 नम्बरमा यसमा चाहिँ अब यो दुवै ठिक भयो। 9 नम्बरमा छ भगवान बुद्धको अनुसार दुःख निवारणका अष्टाङ्गी मार्गहरूमा तलको कुन पर्दैन भनेको छ। अब सम्यक जीवन पर्छ, सम्यक वयम पर्छ, सम्यक एकाग्रता पर्छ भने सम्यक उपाधि चाहिँ यो दुःख निवारणका 8वटा मार्गमा पर्दैन। अनि अब यहाँ फेरि 10 नम्बरमा हामीले तलका भनाइहरू अध्ययन गर्नुपर्ने भयो। देवताहरूको गुरु भनेर बृहस्पतिलाई चिनिन्छ, यो ठिक रहेको छ। अनि त्यसपछि अर्को छ शाह र राणा जातका सम्मानसूचक शब्द बाबुसाहेब हो, यो शाह र राणाहरूमा चाहिँ ठुल्ठुलो व्यक्तिहरूलाई चाहिँ बाबुसाहेब, उहाँ बाबुसाहेब भनिन्छ। घरको सबैभन्दा ठुलो मेललाई
बाबु साहेब भनिन्छ, यो पनि ठिक रहेको छ। त्यसकारण यसमा हाम्रो के भयो भन्दाखेरि दुवै ठिक हुन गएको छ। अनि अर्को क्वेसन रहेको छ, चौरासिया र साटाखानी औद्योगिक क्षेत्र कुन जिल्लामा निर्माण हुने औद्योगिक क्षेत्र हुन्? यो चाहिँ हाम्रो सुर्खेत जिल्लामा निर्माण हुने औद्योगिक क्षेत्र हुन्। चौरासिया र साटाखानी सुर्खेत जिल्लामा निर्माण हुने औद्योगिक क्षेत्र हुन्। अनि निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत आयोजना कुन हो भनेको छ। अब निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत आयोजना भनेको चाहिँ हाम्रो खिम्ती हो। खिम्ती जुन रामेछापमा रहेको छ। रामेछापमा धेरै रहेको छैन, दोलखामा चाहिँ अलिकति रहेको छ, किनभने यो रामेछाप र दोलखाको सिमानामा रहेको नदीमा बनेको कारणले गर्दाखेरि। अनि त्यसपछि यो मेन भन्दाखेरि चाहिँ हामीले खिम्ती रामेछापमै भन्छौँ। फर्पिङ भनेको चाहिँ नेपालको सबैभन्दा पुरानो जलविद्युत आयोजना। नेपालको सबैभन्दा पहिलो 1968मा चन्द्र शमशेरले बनाएको, जसलाई चन्द्रज्योति जलविद्युत आयोजना पनि भन्छ। चिलिमे भनेको रसुवा जिल्लामा रहेको छ हाम्रो चिलिमे हाइड्रो इलेक्ट्रिसिटी भने। यो थामे भनेको चाहिँ नेपालको सबैभन्दा अग्लो उचाइमा रहेको जलविद्युत आयोजना हो। यो चाहिँ हाम्रो सोलुखुम्बु जिल्लामा रहेको छ। अनि त्यसपछि 13 नम्बरमा नेपाल पर्यटन वर्ष 2011 को मूल नारा के हो भनेको छ। 2011 को मूल नारा चाहिँ पर्यटनको लागि सँगसँगै भन्ने थियो 2011 को। अनि त्यस्तै नेपाल भ्रमण वर्ष 2020 को भनेको लेट्स भिजिट नेपाल थियो, जुन चाहिँ कोरोनाको कारणले गर्दाखेरि हुन सकेको थिएन। अब यहाँनिर 2011 को पर्यटनको लागि सँगसँगै भन्ने हो। अनि अर्को प्रश्न रहेको छ हामीलाई। अर्को प्रश्नमा के भनेको छ भन्दा नेपालको सबैभन्दा बढी र कम धान उत्पादन हुने जिल्लाहरू कुन कुन हुन् भनेको छ। अब सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला भनेको नेपालमा झापा र सबैभन्दा कम भनेको मुस्ताङ हो। झापा र मुस्ताङ यहाँनिर छ। विमानस्थल र अवस्थित जिल्लाका आधारमा तल दिएका कुन जोडा अमिल्दो छ भनेको छ। अब फागुनन्द विमानस्थल यसले 5 थर भन्यो, यो गलत रहेको छ। फागुनन्द भनेको हाम्रो इलाममा रहेको छ, त्यसकारण यो गलत भयो। अरू विमानस्थलहरू जस्तै साफेवर अछाम यो ठिकै भनेको छ यसले। शीतलेश्वर लमजुङ यो पनि यसले सही भनेको छ। मसिनेचौर डोल्पा यो पनि यसले सही भनेको छ। अब सङ्घ र प्रदेशको कार्यकारिणी अधिकार सम्बन्धमा व्यवस्था नेपालको संविधानमा कतिमा उल्लेख छ भनेको छ। अब नेपालमा सङ्घीय कार्यपालिका भनेको भाग 7 मा उल्लेख छ। भाग 7 मा भनेको हाम्रो सङ्घीय कार्यपालिका छ। त्यही सङ्घीय कार्यपालिकाको धारा 75 मा चाहिँ हाम्रो के छ भन्दाखेरि सङ्घको कार्यकारिणी अधिकार भनेको छ हैन। धारा 75 मा सङ्घको कार्यकारिणी अधिकार भनेको छ। अनि त्यस्तै हाम्रो भाग 13 मा भनेको चाहिँ प्रदेश कार्यपालिका छ। भाग 13 मा प्रदेश कार्यपालिका छ र त्यसको धारा 162 मा भनेको प्रदेशको कार्यकारिणी अधिकार सम्बन्धी व्यवस्था दिएको छ। अब यहाँ पनि हामीलाई क्वेसन त्यही छ, सङ्घ र प्रदेशको कार्यकारिणी अधिकार कति धारामा उल्लेख गरिएको छ भन्दाखेरि अब सङ्घको कार्यकारिणी अधिकार धारा 75 र प्रदेशको 162। त्यसकारण हाम्रो एन्सर भनेको बी रहेको छ यहाँनिर। अनि अर्को क्वेसन रहेको छ, समावेशी प्रजातन्त्रको पक्षमा वकालत गर्ने प्रथम व्यक्ति को हुन् भनेको छ। समावेशी प्रजातन्त्रको पक्षमा वकालत गर्ने व्यक्ति भनेको टाकिस फोटोपाउलस हुन्। यो एन्सर भनेको बी हुने भयो। अब यहाँ हेर्नु है, निम्नलिखित कथनहरूबारे विचार गर्नुहोस् भनेको छ। अब यो सही हो कि गलत हामीले पत्ता लगाउनु पर्ने। नेपालको अन्तरिम संविधान 2063 ले नेपालमा सर्वप्रथम मृत्युदण्ड सम्बन्धी कानुन खारेज गरेको थियो, यो गलत रहेको छ। 2047 सालको संविधानले चाहिँ नेपालमा सर्वप्रथम मृत्युदण्ड सम्बन्धी कानुन खारेज गरेको थियो, त्यसकारण यो एक को गलत भयो। अनि त्यसपछि जिम्मेवारीपन, उत्तरदायित्व, पारदर्शिता, जनमुखी तथा जनसहभागिता सुशासनका महत्त्वपूर्ण आधार स्तम्भ हुन्, यो सही हो। सुशासन भनेकै के हो? उत्तरदायित्व, पारदर्शिता, जनमुखी तथा जनसहभागिता हो। अनि हरेक वर्ष डिसेम्बर 15 मा मानव अधिकार दिवस मनाउने गरिन्छ, यो गलत हो। डिसेम्बर 10 मा चाहिँ मानव अधिकार दिवस मनाउने गरिन्छ। 1948 मा जुन इमानुएल रोजवेल्टले घोषणापत्र जारी गरेका थिइन् त्यसको आधारमा चाहिँ मानव अधिकार दिवस मनाउने गरिन्छ। 1948 डिसेम्बर 10 मा घोषणा भएको थियो उक्त घोषणापत्र, त्यही भएर हरेक वर्ष चाहिँ डिसेम्बर 10 मा मानव अधिकार दिवस मनाउने गरिन्छ। हाम्रो सी भनेको गलत रहेको छ। डी नम्बरमा नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ भनेको चाहिँ यो सही हो। त्यसकारण हाम्रो यहाँनिर चाहिँ बी र डी सही रहेको छ, अरूको चाहिँ गलत रहेको छ। अनि अब हेर्नु अर्को क्वेसन, नेपालको संविधानको धारा ड्यास र धारा ड्यासमा क्रमशः प्रतिनिधि सभा र राष्ट्रिय सभाको गठन सम्बन्धी व्यवस्था गरिएको छ भनेको छ। नेपालको संविधानको भाग 8 मा सङ्घीय व्यवस्थापिकाको बारेमा लेखिएको छ भने भाग 14 मा प्रदेश व्यवस्थापिकाको व्यवस्था गरिएको छ। अब धारा कतिमा प्रतिनिधि सभा र राष्ट्रिय सभा भन्दा अब भाग 8 को सङ्घीय व्यवस्थापिकाको धारा 84 मा चाहिँ हाम्रो
चौरासीमा प्रतिनिधि सभाको गठनको व्यवस्था गरिएको छ भने भाग 14 को प्रदेश व्यवस्थापिकाको सरी यहाँनिर त हामीलाई प्रदेशको होइन राष्ट्रिय सभाको चाहिँ गठनको क्वेसन रहेको रहेछ। अब सङ्घीय व्यवस्थापिका भनेको भाग 8 मै छ होइन, नेपालको संविधानको भाग 7 मा सङ्घीय कार्यपालिका छ, त्यसपछि भाग 8 मा भनेको हाम्रो के छ भन्दाखेरि सङ्घीय व्यवस्थापिका छ। हाम्रो भाग 8 मा भनेको सङ्घीय व्यवस्थापिका छ, त्यही सङ्घीय व्यवस्थापिका अन्तर्गत चाहिँ प्रतिनिधि सभा र राष्ट्रिय सभाको गठन सम्बन्धी व्यवस्था छ। यसको धारा 84 मा भाग 8 को धारा 84 मा चाहिँ प्रतिनिधि सभा र धारा 86 मा चाहिँ के को छ भन्दाखेरि राष्ट्रिय सभाको गठन सम्बन्धी व्यवस्था गरिएको छ। फेरि हाम्रो प्रदेश व्यवस्थापिका भनेको चाहिँ भाग 14 मा छ, भाग 13 मा प्रदेश कार्यपालिका, भाग 14 मा प्रदेश व्यवस्थापिका, भाग 7 मा सङ्घीय कार्यपालिका, भाग 8 मा सङ्घीय व्यवस्थापिका। यहाँ क्वेसन भनेको चाहिँ हामीले भाग 8 को सङ्घीय व्यवस्थापिका अन्तर्गत कति कति धारामा प्रतिनिधि सभा र राष्ट्रिय सभाको गठन सम्बन्धी व्यवस्था गरिएको छ त्यो जान्नुपर्ने। धारा 84 मा प्रतिनिधि सभाको गठन र धारा 86 मा भनेको चाहिँ राष्ट्रिय सभाको गठन सम्बन्धी व्यवस्था गरिएको छ। 20 नम्बरमा छ नेपालमा विद्युतीय सरकारको अवधारणा कुन योजनाबाट लागू भएको? नेपालमा विद्युतीय सरकारको अवधारणा भनेको 11औं योजनाबाट लागू भएको। अनि अर्को छ विश्वमा नागरिक वडापत्रको अवधारणा कुन देशबाट कहिले आएको? यसको अवधारणा चाहिँ सन् 1951 मा संयुक्त अधिराज्यबाट आएको, युकेबाट आएको। यो चाहिँ त्यतिखेर अब संयुक्त अधिराज्य भन्दा पनि बेलायतबाट आएको भन्दा हुन्छ। यहाँ चाहिँ संयुक्त अधिराज्य लेखेको छ। बेलायतको प्रधानमन्त्री जोन मेजरले यो सिस्टम लागू गरेका थिए। अब यहाँ हेर्नुहोस् 22 नम्बरमा पनि तलका कुन भनाइ असत्य भनेको छ, तलका असत्य भनाइ चाहिँ हामीले पहिचान गर्नुपर्ने भयो। अब ग्लोबल 500 पुरस्कारको स्थापना युएनडीपी युनाइटेड नेसन डेभलपमेन्ट प्रोग्रामले सन् 1987 मा गरेको, यो ठिक रहेको छ हाम्रो। अनि त्यसपछि ब्लू प्लानेट प्राइज वातावरण क्षेत्रको ठुलो पुरस्कार हो, यसको स्थापना जापानले गरेको। ब्लू प्लानेट प्राइजलाई चाहिँ क्विज बुकहरूमा, सामान्य ज्ञान बुकहरूमा वातावरण क्षेत्रको साथमा ठुलो पुरस्कार भनिएको छ। तर अब यो गुगलहरूतिर खोज्दाखेरि चाहिँ अर्थसट प्राइजलाई चाहिँ सानो ठुलो प्राइज पनि भन्छन् पैसाको हिसाबले। अब हामीले पढ्दाखेरि चाहिँ ब्लू प्लानेट प्राइज नै पढ्यौँ, यो पनि ठिक हो। अनि गोल्डम्यान इन्भाइरोमेन्ट प्राइजको स्थापना सन् 1989 मा भएको र यस पुरस्कारले वातावरण क्षेत्रको नोबेल पुरस्कार भनिन्छ भनेको छ, यो पनि हाम्रो ठिक रहेको छ। अब यहाँ हेर्नु डी नम्बरमा ग्लोबल 500 पाउने पहिलो नेपाली डाक्टर कृष्ण कुमार पाण्डे हुन् भनेको छ, जुन चाहिँ ठिक रहेको छ। उनले सन् 1989 मा यो पुरस्कार पाएका थिए भनेको छ, यो चाहिँ गलत। उनले चाहिँ 1991 मा यो पुरस्कार पाएका थिए, त्यसकारण हाम्रो डी भनेको चाहिँ गलत भयो। अब युएनओमा चाहिँ कहिलेबाट उपमहासचिवको व्यवस्था गरिएको? अब हामीले त युएनओको महासचिवहरू पढिरहेको छौँ सुरुदेखि, ट्रिगबेलीहरू भन्दै, ड्याग ह्यामरसोल्ड भन्दै। अब उपमहासचिवको व्यवस्था चाहिँ यो 1998 देखि मात्रै भएको क्या। कोफी अन्नानले लुइज फ्रेचेट भन्नेलाई त्यतिखेर आफ्नो कार्यकालमा उपमहासचिव नियुक्ति गरेको थिए र 1998 देखि चाहिँ संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था हुन थालेको। यो हाम्रो यो 12 जनवरी 1998 रहेको छ। अब युएनओले मनाएका विभिन्न अन्तर्राष्ट्रिय वर्षका आधारमा तलका कुन जोडा सही छैन भनेको छ? नारी वर्ष 1975 मा मनाएको युएनओले, युवा वर्ष भनेको 1985 मा मनाएको, पर्यटन वर्ष भनेको 1967 मा मनाएको, र जुन यो मानव अधिकार वर्ष भनेको छ यो चाहिँ गलत भएको छ 1969। मानव अधिकार वर्ष युएनओले 1969 नभएर 1968 मा मनाएको। 1968 मा चाहिँ युएनओले अब किन मानव अधिकार वर्ष मनायो भन्दाखेरि अघि जुन मैले तपाईँलाई यो मानव अधिकार दिवस डिसेम्बर 10 मा मनाइन्छ भनेको थिएँ नि यहाँ माथि, र त्यो डिसेम्बर 10 मा मनाइन्छ भन्दाखेरि यहाँ यसमा यो गलत भएको छ। डिसेम्बर 10 मा मनाइन्छ भनेको थिएँ नि, त्यो चाहिँ 1948 मा घोषणापत्र तयार गरेको भनेको थिएँ। ठ्याक्कै त्यसको 20 वर्षको एनिभर्सरीमा 1968 मा चाहिँ युएनओले के मनायो भन्दाखेरि मानव अधिकार वर्ष मनायो, त्यसकारण हाम्रो बी चाहिँ गलत भएको छ। अनि अब 25 नम्बरमा नेपाली भाषालाई मान्यता दिने सार्क राष्ट्र तलका मध्ये कुन होइन भनेको छ? अब हेर्नु है, भारतमा पनि नेपाली भाषालाई मान्यता दिएको छ, संविधानले नै मान्यता दिएको छ, बङ्गलादेशलाई पनि मान्यता दिएको छ, श्रीलङ्काले पनि मान्यता दिएको छ, भने पाकिस्तानले चाहिँ नेपाली भाषालाई मान्यता दिएको छैन। त्यसकारण यहाँ कुन होइन भन्दाखेरि पाकिस्तान हो। अनि महमा सबैभन्दा बढी कुन तत्त्व पाइन्छ? ग्लुकोज हो कि सुक्रोज हो कि फ्रुक्टोज हो कि माल्टोज भन्दा महमा भनेको हाम्रो फ्रुक्टोज पाइने गर्दछ। अनि यहाँनिर अब अर्को प्रिन्टिङ प्रेसका आविष्कारक गुटेनबर्ग जर्मनीका नागरिक हुन् भनेको छ, यो सही रहेको छ। यहाँनिर पनि हामीले अब यो 3वटा भनाइमध्ये
कुन चाहिँ बेठीको पत्ता लगाउनु पर्ने हो, कुन बेठीको त्यो पत्ता लगाउनु पर्ने हो। सय सुरुमा प्रिन्टिङ प्रेसका आविष्कारक गुटेनबर्ग जर्मनीका नागरिक हुन् भनेको छ। यो चाहिँ ठिक रहेको छ, उनको जन्म जर्मनीमै भएको थियो, उनी त्यहीका नागरिक हुन्। अनि त्यसपछि बिजुली बल्बसँग सम्बन्धित वैज्ञानिक माइकल फ्याराडे हुन् भनेको छ। यो चाहिँ गलत रहेको छ। बिजुली बल्बसँग सम्बन्धित भनेको चाहिँ हाम्रो थोमस एल्वा एडिसन हुन्, थोमस अल्वा एडिसन हुन्। उनलाई चाहिँ वैज्ञानिकको पनि वैज्ञानिक भनिन्छ, आविष्कारहरूको पिता। केटी देख्ने बित्तिकै डराउने त थोमस एल्वा एडिसन होइन। केटी देख्ने बित्तिकै डराउने भनौँ भने हेनरी केभिन्डस हो भने, आफ्नो नाम आफै बिर्सिने भनौँ भने चाहिँ हाम्रो थोमस अल्वा एडिसन हुन्। र माइकल फ्याराडे भनेको चाहिँ फादर अफ इलेक्ट्रिसिटी भन्ने गरिन्छ। डाइनामोको आविष्कारक पनि माइकल फ्याराडेले गरेको हुन् भनिदिन्छ। यहाँ चाहिँ अब बिजुली बल्बमा उसको नाम जोड्दै यो गलत भएको छ। अनि त्यसपछि राडारको आविष्कार गर्ने वैज्ञानिक सर रोबर्ट वाटसन वाटको जन्म बेलायतमा भएको थियो। हो, राडारको आविष्कार चाहिँ रोबर्ट वाटसन वाटले नै गरेका, तर उनको जन्म बेलायतमा नभइकन स्कटल्यान्डमा भएको थियो। त्यसकारण यो चाहिँ हाम्रो के भयो भन्दाखेरि 2 र 3 गलत भयो। अब यहाँ अर्को क्वेसन रहेको छ, बायोएनसी थ्योरी कसले प्रतिपादन? बायोएनसी अर्थात् ऊर्ध्वचाप भनेको अब कुनै पनि वस्तुलाई तरल पदार्थमा आंशिक वा पूर्ण रूपले डुबाउँदाखेरि उक्त वस्तुमा तरल पदार्थले लाउने परिणात्मक बल हो। अब यो ऊर्ध्वचापको सिद्धान्त भनेको आर्किमिडिजले पत्ता लगाएको हो। अब जुन यो म्याडम क्युरी छ, म्याडम क्युरीले रेडियमको आविष्कार गरेका थिइन्। उनले सबैभन्दा पहिला नोबेल प्राइज पाउने महिला पनि हुन्। उनले फिजिक्समा पनि पाएकी थिइन्, केमिस्ट्रीमा पनि पाएकी थिइन्। रेडियमको आविष्कार उनले गरेको। अनि त्यसपछि पोलिनियमको पनि आविष्कारक म्याडम क्युरीले नै गरेको भनिन्छ। उनको छोरी अनि त्यसपछि बुढा पिएरे क्युरी, छोरी आइरन क्युरीले पनि नोबेल पुरस्कार प्राप्त गरेका थिए। जोन डाल्टन एटोमिक थ्योरीको आविष्कारक भनेको जोन डाल्टन हुन् भने चार्ल्स डार्विन भनेको थ्योरी अफ इभोल्युसन अनि त्यसपछि बाँच्नको लागि सङ्घर्ष हो, त्यो यिनीहरूको प्रतिपादन चाहिँ चार्ल्स डार्विनले गरेका। चार्ल्स डार्विनले मुख्यतया भनेको चाहिँ मानव जातिको पुर्खा बागदर हो भनेर ठोक्का गरेको थिए। उनले ग्यालापागोस नामक आइल्यान्डमा बसेर 20 वर्ष अध्ययन अनुसन्धान गरेको थिए। अब यहाँनिर चाहिँ ऊर्ध्वचापको सिद्धान्त भनेको चाहिँ कसले पत्ता लगाएको भन्दाखेरि आर्किमिडिज। अब आइरनको कमीले लाग्ने रोग कुन हो? आइरनको कमीले हामीलाई एनेमिया अर्थात् रक्त अल्पता हुने गर्दछ। अब गलगाड भनेको आयोडिनको कमीले, रिकेटक्स भनौँ भने भिटामिन डी को कमी, बेरी भनेको भिटामिन B1 को कमी। अब यो हाड खिने भनेको चाहिँ क्याल्सियमको कमीले गर्दाखेरि लाग्ने हो। अब ओस्टियोलोजी भनेको हाड सम्बन्धी अध्ययन गर्ने, यो ओस्टियोपोरोसिस भन्छ। यो भनेको चाहिँ हाम्रो हड्डीहरू कमजोर हुने अनि त्यसपछि हड्डीहरू खिने, यो चाहिँ हाम्रो क्याल्सियमको डिफिसियन्सीको कारणले गर्दाखेरि लाग्ने गर्छ। अब जुन यो अर्को क्वेसन रहेको छ, रेडियो तरङ्गद्वारा अगाडि आउने वायुको दिशा र दूरी ज्ञात गर्ने यन्त्रलाई के भनिन्छ भनेको छ। यहाँ राडर भनेको चाहिँ यो त हुँदै होइन नि। वायुको दिशा र दूरी ज्ञात गर्ने भनेपछि हाम्रो यो भनेको एनिमोमिटर हुन्छ। अब यो राडर भनेको त रेडियो डिटेक्टिङ एन्ड र्याङ्गिङ भन्छ। र्याडरको आविष्कारक यहीँ नै रहेछ त, रोबर्ट वाटसन वाटले गरेका। र्याडर भनेको त अब यो एरोप्लेनहरू पहिचान गर्छ यसले, त्यसकारण यो र्याडर होइन वायुको दिशा र गतिमा। अब यहाँ एरोमिटर भन्छ, ब्यारोमिटर भएको भए चाहिँ यसले एटमोस्फियरिक प्रेसर नाप्ने गर्दथ्यो। अब 31 नम्बरमा हेर्नु, तलका मध्ये कार्यालयको आधारभूत कार्य कुन हो भनेको चाहिँ सूचना प्राप्ति र सङ्कलन गर्नु, सूचनाको विश्लेषण गर्नु, सूचनाहरू अभिलेखीकरण गर्नु, यी सबै कार्यालयका कार्य हुन्। अनि व्यवस्थापन सूचना प्रणालीका 4 आधारभूत तत्त्वभन्दा पृथक तत्त्व दिएको मध्ये कुन चाहिँ हो? अब निर्गत र आगत, पर्यावरण तथा पोषण, प्रशोधन र साङ्गठनिक विस्तार भनेको छ। यसको तल दिए मध्ये पृथक तत्त्व चाहिँ साङ्गठनिक विस्तार हो। अनि अर्को छ जरुरी अङ्कित गरेको पत्र आफैले फर्स्यौट गर्ने भएमा कति दिनभित्रमा फर्स्यौट गरिसक्नुपर्छ भन्दाखेरि त्यो भनेको 6 दिनभित्रमा फर्स्यौट गरिसक्नुपर्छ। अनि व्यक्तिले आफूले लिएको कार्यालयको आधारमा लगानी गर्ने अधिकार ड्यास प्रकार हो भनेको छ। यो भनेको चाहिँ हाम्रो योग्यताको सिद्धान्त हो। अब दिएको मध्ये कुन भनाइ बेठिक रहेको छ भने चाहिँ सार्वजनिक बडापत्रले सेवा प्रवाहलाई सरल र शीघ्र बनाउन सहयोग पुर्याउँछ। यो ठिक हो, यहाँ बेठिक छान्नुपर्ने छ। सार्वजनिक बडापत्रले सेवाग्राहीको सन्तुष्टि मापन गर्ने आधार बन्न सकेको छैन, यो चाहिँ बेठिक हो। कार्यालयमा सेवाग्राहीको सन्तुष्टि मापन गर्ने आधार भनेकै सार्वजनिक बडापत्र हो नि, किनभने अब त्यो भइसकेपछि सेवाग्राही कतिको सन्तुष्टि छन्,
त्यसमा हेरेर सेवाग्राहीले आफूलाई पाउने सुविधाहरू जानकारी प्राप्त गर्न सक्छन्। सो त्यसले चाहिँ मापन गर्नको लागि हेल्प गरिदिन्छ। अब अर्को छ सार्वजनिक बडापत्रले सेवाप्रति जनविश्वास कायम राख्न मद्दत पुर्याएको छ। यो पनि ठिक हो। सार्वजनिक बडापत्रले सुशासन प्रबन्धन एवं विधिको शासन कायम गर्न सहयोग पुर्याएको छ। यो पनि ठिक हो। अब यहाँ अरू क्वेसन हेरौँ। अब यहाँनिर हेर्नुहोस्, आर्थिक वर्ष 2080-81सम्मको लेखा परीक्षण सम्पन्न गर्ने सार्वजनिक संस्थान कतिवटा छ भन्दा 20वटा हो। अनि अर्को छ नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडको गठन कहिले भएको? नेपाल पूर्वाधार निर्माण कम्पनीको गठन सोधेको छ यहाँ हामीलाई। यसको भनेको चाहिँ 2076-3-25 गते, 2076-3-25 यहाँ अप्सन एमा रहेको छ। अनि त्यसपछि सार्वजनिक संस्थामा नेपाल सरकारको 90% वा सोभन्दा बढी सेयर स्वामित्व रहेको संस्थान कतिवटा छ भन्दाखेरि 32वटा हो। अनि अब 60% वा सोभन्दा बढी भनौँ भने चाहिँ हाम्रो 36वटा रहेको छ भने क्वेसनले चाहिँ हामीलाई 90% वा सोभन्दा बढी भनेपछि हाम्रो एन्सर भनेको 32 हो। अनि अर्को छ सुशासनको पृष्ठभूमिमा आएको आर्थिक सुरक्षा सम्बन्धी संरचनात्मक समायोजन कार्यक्रम स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम सञ्चालन गर्ने संस्था कुन हो भन्दाखेरि स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम भनेको वर्ल्ड ब्याङ्कले गर्छ। अनि कुल स्थिर पुँजी निर्माणमा सार्वजनिक संस्थानको योगदान कति छ? यो भनेको चाहिँ 7.01% रहेको छ। अनि 2049 सालमा निजीकरण भएको सार्वजनिक संस्था तलको मध्ये कुन होइन भन्दाखेरि अब यो भ्रिकुटी कागज कारखाना, हरिसिद्धि इटा टायल कारखाना र बाँसबारी छाला उद्योग 2049मै के भएका भन्दाखेरि निजीकरण भएका हुन्। र यो विराटनगर जुट मिल चाहिँ त्यतिखेर निजीकरण भएको थिएन। यहाँ तलका मध्ये कुन पर्दैन भनेपछि विराटनगर जुट मिल। भ्रिकुटी कागज कारखाना अब कार्तिक 5 गते 2049 कार्तिक 5, हरिसिद्धि भनेको कार्तिक 14 र बाँसबारी भनेको कार्तिक 24 एउटै महिनामा भएका हुन्। अलिक मिति मात्रै 5 गते, 14 गते र 24 गते भ्रिकुटी, हरिसिद्धि र बाँसबारी क्रमशः 5, 14 र 24 गते भएका हुन्। अनि अब आर्थिक वर्ष 2080-81मा सार्वजनिक संस्थानमा सबैभन्दा बढी र सबैभन्दा कम कर्मचारी भएका क्षेत्र। सबैभन्दा बढी भनेको जनउपयोगी, किनभने यसमा भनेको विद्युत प्राधिकरण, अनि त्यसपछि दूरसञ्चार जस्ता संस्था पर्ने भएकाले यसमा कर्मचारी बढी छन् जनउपयोगी क्षेत्र। र सबैभन्दा कम भनेको चाहिँ सामाजिक क्षेत्रमा रहेका छन्। अनि अर्को छ नेपाल वायु सेवा निगमको स्थापना कहिले भएको? 2015 असार 17मा नेपाल वायु सेवा निगमको स्थापना भएको। अनि एकल मुद्रा नेपाली मुद्रामा मात्रै बजेट ल्याउन कहिलेबाट सुरु भएको भन्दाखेरि 2016 आर्थिक वर्ष 2016-17देखि। अनि अन्य वित्तीय संस्थाले नगरी वाणिज्य ब्याङ्कले मात्र गर्ने कार्य देखाएको मध्ये कुन हो भन्दाखेरि हाइपोथिकेसन कर्जा। धन्यवाद। अब तपाईहरुले यस्तै खालको सेट हेरिरहनु, च्यानललाई सब्स्क्राइब गर्नु, लाइक गर्नु, भिडियो शेयर गर्नु।